नमस्कार। नेपालको चुनाव प्रणालीबारे कुरा गर्दा समानुपातिक भन्ने शब्द हामी खूब सुन्छौं हैन? सुन्दा अलि जटिल लाग्न सक्छ, तर हाम्रो संसद कस्तो बन्छ भन्ने कुराको फैसला यही प्रणालीले गर्छ। आउनुहोस् आज यसलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौँ। हाम्रो मुख्य चासोको विषय नै यही हो। प्रतिनिधि सभाका ती 110 जना सांसद आखिर कसरी छानिए? यो एउटा पजल जस्तै छ जसलाई हामी एक एक गर्दै सुल्झाउँदै जानेछौँ। यो पजल सुल्झाउन सबैभन्दा पहिले त नेपालको संसदको पूरै संरचना कस्तो छ त्यो बुझौँ है त। नेपालको प्रतिनिधि सभामा जम्मा 275 जना सदस्य हुन्छन्। हो, हाम्रो संसदको कुल संख्या यही हो। अब यी 275 सिटहरू दुई फरक तरिकाले भरिन्छन्। 165 जना सांसद त प्रत्यक्ष चुनावबाट आउँछन्, जहाँ हामी आफ्नो क्षेत्रको उम्मेद्वारलाई भोट हाल्छौं। तर हाम्रो आजको चासो भनेको बाँकी 110 सिटमा हो, जुन समानुपातिक प्रणालीबाट आउँछन्। समानुपातिक प्रणालीको सबैभन्दा मुख्य कुरा के हो भने यसमा पूरै देशलाई एउटै चुनावी क्षेत्र मानिन्छ र मतदाताले कुनै व्यक्तिलाई होइन कि सिधै राजनीतिक पार्टीलाई भोट दिन्छन्। ल, अब प्रक्रियाको पहिलो र एकदमै महत्त्वपूर्ण फिल्टरमा जाउँ, जसलाई थ्रेशोल्ड वा 3% को बाधा भनिन्छ। चुनावमा भाग लिए भन्दैमा सबै पार्टीले संसदमा कुर्सी पाउँछन् भन्ने चाहिँ हुँदैन है। एउटा ठूलो बाधा पार गर्नुपर्ने हुन्छ। त्यसो भए संसदमा आफ्नो पार्टीको लागि सिट पक्का गर्न आखिर के गर्नुपर्छ त? यसको जवाफ हो कुल खसेको सदरमतको कम्तीमा 3% ल्याउनै पर्छ। जुन पार्टीले यो सीमा छुन सक्दैन ऊ सिट बाँडफाँडको दौडबाट सिधै बाहिरिन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उनीहरूले पाएको भोट खेर जान्छ, मतलब त्यो भोट गणनामै आउँदैन। ओके, 3% को बाधा पार गरेका पार्टीहरूबीच अब ती 110 सिट कसरी बाँडिन्छ त? हो, यसकै लागि नेपालले एउटा विशेष गणितीय सूत्र प्रयोग गर्छ जसलाई सेन्ट लग विधि भनिन्छ। यो विधिमा के हुन्छ भने हरेक पार्टीले पाएको कुल भोटलाई बिजोर संख्याहरूले भाग गरिन्छ। मतलब पहिले 1 ले, अनि 3 ले, त्यसपछि 5 ले, 7 ले हुँदै अगाडि बढिन्छ। यसरी आएका सबै जवाफहरू, जसलाई भागफल भनिन्छ, त्यसलाई ठूलोबाट सानोको लाइनमा राखिन्छ र टप 110 वटा भागफलले एक सिट पाउँछन्। यो तालिका हेर्दा अझै सजिलो हुन्छ। हेर्नुस् त, हरेक पार्टीको भोटलाई 1, 3, 5 ले भाग गरेर भागफल निकालिएको छ। त्यसपछि सबै पार्टीका यी सबै भागफलहरूलाई एउटै टोकरीमा राखेर सोचौं। जुन भागफल सबैभन्दा ठूलो छ त्यसले पहिलो सिट पायो, दोस्रो ठूलोले दोस्रो सिट, र यो क्रम 110 वटा सिट नभरिउन्जेलसम्म चलिरहन्छ। अब यहाँ एउटा रमाइलो कुरा छ। मानिलिउँ अन्तिम सिटको लागि 2 वा त्योभन्दा बढी पार्टीको भागफल बराबर भयो भने के गर्ने? हो, यस्तो बेलामा चाहिँ गोला प्रथा अर्थात् चिट्ठा तानेर निर्णय गरिन्छ। गजब छ हैन? ल, गणितको काम सकियो। कुन पार्टीले कति सिट पायो भन्ने त थाहा भयो, तर प्रक्रिया अझै सकिएको छैन। अब सुरु हुन्छ सबैभन्दा महत्त्वपूर्ण चरण, संसदमा नेपालको विविधता झल्कियोस् भनेर सुनिश्चित गर्ने काम। पार्टीहरूले आफूले पाएको सिटमा सांसद छान्दा जनसङ्ख्याको आधारमा तोकिएको यो क्लस्टरको अनुपातलाई ख्याल गर्नै पर्छ। यसले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू र मुस्लिम जस्ता सबै समुदायको प्रतिनिधित्वलाई ग्यारेन्टी गर्छ। अनि अर्को एउटा एकदमै महत्त्वपूर्ण संवैधानिक व्यवस्था पनि छ। त्यो के हो भने संघीय संसदमा कम्तीमा 1/3 अर्थात् 33% सदस्य महिला हुनैपर्छ। यदि प्रत्यक्ष चुनावबाट यो संख्या पुगेन भने पार्टीहरूले समानुपातिक सूचीबाट महिला छानेर भए पनि यो कोटा जसरी नै पूरा गर्नुपर्छ। यी सांसदहरू पार्टीले कहाँबाट छान्छन् त? उनीहरूले चुनाव हुनुभन्दा अगाडि नै एउटा बन्द सूची बुझाएका हुन्छन्। हो, त्यही सूचीबाट आफ्नो सिट संख्या र समावेशी कोटा दुवै मिलाएर अन्तिम नामहरू पठाइन्छ। यति धेरै नियम, यति धेरै प्रक्रिया किन होला? यो अलि जटिल देखिने प्रणालीको आखिर खास उद्देश्य के हो त? यसका मुख्य 4 वटा उद्देश्य छन्। पहिलो, पार्टीले पाएको भोट खेर नजाओस् र त्यसको आधारमा न्यायोचित सिट मिलोस्। दोस्रो, देशका हरेक जातजाति र समुदायको आवाज संसदमा सुन्योस्। तेस्रो, महिलाको बलियो सहभागिता होस्। र यी सबैबाट चौथो उद्देश्य पूरा हुन्छ, एउटा साँच्चीकै समावेशी संसद बनाउने। एउटा अन्तिम तर रमाइलो जानकारी, राष्ट्रिय दल भनेर चिनिनका लागि कुनै पनि पार्टीले 2 वटा शर्त पूरा गर्नुपर्छ। पहिलो, प्रत्यक्ष चुनावमा कम्तीमा एउटा सिट जित्नै पर्यो
र दोस्रो, समानुपातिकतर्फ त्यो 3% बाधा पार गर्नै पर्यो। त्यसैले नेपालको समानुपातिक प्रणाली भनेको हिसाब किताबको खेल मात्रै होइन, यो त देशको सामाजिक विविधतालाई संसदमा प्रतिबिम्बित गर्ने एउटा ऐना जस्तै हो। अब प्रश्न उठ्छ, यो प्रणालीले हाम्रो लोकतन्त्रलाई साँच्चीकै कत्तिको बलियो बनाइरहेको छ त?